ल गाइजहरु अब हामी चाहिँ आजको दिनको अन्त्य गर्न लागिरहेको छौं। दिउँसो हामी तताततै घुमेर आयौं लेकेपेट त दुनियादारी अकडम बकडम आएर सिधै सुत्यो। त्यही भएर भ्लग इन गर्न पाइरहेको थिएन मैले। तर हामी अब त्यहाँ सब सकियो। अब हामी भ्यू पोइन्ट गइन्छ। एकदम रमाइलो भएको थियो आज दिउँसो। यहाँ भ्यू पोइन्ट पनि छ अरे कतातिर। अब दिजोर फेरि अर्को महिना मुभ लागिसकेछ नि। त्यही भएर चाहिँ लास्ट भ्यू फ्रम ट्यामवर्थ भनेर चाहिँ अब चाहिँ हामी ट्यामवर्थको त्यो लास्ट भ्यू पोइन्टमा जाँदैछौँ। लास्ट हुनेछ आजको त्यो डेको। त्यहाँ जान्छौँ भ्यू हेर्छौँ अनि त्यसपछि मेबी द्याट विल बी द एन्ड अफ द डे। ल किप वाचिङ। अब भ्यू पोइन्ट कस्तो हुन्छ म देखाउँछु गएर। रिच किड्स सेक्सन। यहाँ त रिच किड हो क्या। ल यस्तो रिच किड सेक्सनमा रिच किड एनदर 2 रिच किड्सहरू आइसक्यो भन्दैछ त। ल यता मामा भान्जी आइसक्यो भन्दैछ। ल ट्रेन काठमाडौँ जस्तो मात्र ट्रेन भइदियो भने होइन फास्ट भइदियो भने त्यो त धेरै जान्छ। त्यो रोड पनि त्यो सिधै भयो भने नि धेरै सजिलो हो। वारीदेखि पारी कहाँ टाइम पर्छ त एरिया भइसक्यो कहाँ यत्रो हुन्छ। छैन योभन्दा सानो हो छैन नि त्यसै त्यत्रो हो। खासमा भन्नुपर्दा त त्यो काठमाडौँ त उपत्यका त सानै हो। सानै छ नि। त्यो उकालो ओह्रालोले गर्दाखेरि मात्र त्यस्तो हुने हो के। 4वटा ट्रेन वारीपारी यस्ता 2 चोटि के भन्छ यो सिधा प्लस बनायो भने अनि त्यो भ्याइहाल्छ के। नेपालको यो त्यही उसको ट्राभल गर्दाखेरि लगभग आधी घण्टा लाग्छ। वहाँ 5 किलोमिटर आधी घण्टा लाग्छ। त्यो जाममा परेर अन्त बसमा गयो भने यहाँ त 2 घण्टा लाग्छ 1.5 घण्टा लाग्छ त बसमा। आफ्नो प्राइभेटमा चाहिँ त्यस्तो वहाँ त प्राइभेटमा पनि आधी घण्टा जाममा 20 मिनट लाग्छ के। जाम यताउता जाम त परि नै हालिन्छ जति छिटो जाम भने पनि। त्यो नगरकोट के अरे त्यो उकालो धेरै त्यहाँ होइन के नेपालको त्यो उकालो थानको अगाडि के त्यो उसको उकालो के नागढुङ्गा के सेम नागढुङ्गाको उकालो जस्तै सेम भाइब्स दिन्छ। लोड गाडीहरू अगाडि त्यो झुकेर 4-5वटा लोड गाडी पऱ्यो भने त झन् बेजोग हुन्छ। फेरि यस्तोमा के अरे ओभरटेक गर्छन् कि एक्सिडेन्ट हुन्छ। हो त्यस्तो त्यही 4-5वटा भयो भने ओभरटेक नि गर्न मिल्दैन क्या। जब यो घुमाउरा हुन्छ ओभरटेकै गर्ने होइन गर्छ न। अनि त्यसपछि ल चल भाइ यत्रो हो नि त्यो किङ साइज अनि बस लिएर अनि ओभरटेक हान्छन् टुणुनु गरेर। अब चाहिँ हामी आइसकेको छ नगरकोटको डाँडो। ट्यामवर्थको जल्दो बल्दो ठाउँ भ्यू पोइन्ट। के अरे के कुरा ल जाउँ हामी। ल अब चाहिँ हामी ट्याक आएको छ। गेट रेडी फर द भ्यू है त। उयो यहाँदेखि आउन चाहिँ आउँछ है। होइन यसो देखाइदिएको मात्रै। ल जाउँ है जाउँ गाइजहरू। जक्की दामी क्वालिटीमा आइसकेको छ। अब यहाँ अनुहार चाहिँ मेरो ठिकठाक आएको नि। सारङकोटको भिडियो होइन भ्लग एस्थेटिक सुनिन्छ क्या अलि। ल यहाँ चाहिँ ड्रोन सट हान्न भएको चाहिँ सही हुने है तर जक्की दामी क्वालिटीमा। यहाँ चाहिँ त सबै देखिँदो रहेछ है। ल लिटल ट्यामवर्थ है त्यो। सही छ है ट्यामवर्थ। ल यही हो है ट्यामवर्थ। हाम्रो घर चाहिँ त्यहाँनिर है। घर नभने नि रुम भने नि जे भने नि त्यही हो। त्यहाँनिर त्यहाँनिर कहाँ देखिन्छ त नि। अनि यहाँदेखि मैले देखिरहेको नि त चस्मा लगाउनु नि त मैले। अनि मैले ल त्यही त भनेको थिएँ नि। ल यस्तो देखाउँदाखेरि यहीँनिर कसरी भयो?
भिडियो रिवाइन्ड गरे हुन्छ के भिडियो रिवाइन्ड गरे हुन्छ जक्की जक्की दामी दामी क्वालिटी अति है कडा अति बवाल ल अब चाहिँ माथिको भ्यू पोइन्टबाट चट्ट हेरिसकेपछि अब हामी तलको भ्यू पोइन्टतिर जाँदैछौँ तल पनि दामी छ माथि मान्छेहरू बसिरहन् यसो पिसमा बस्न दिउँ किनकि यहाँ पिस अफ माइन्डको लागि हो मान्छे आउने प्रायः यस्तो भ्यू हेर्दै टक्क साँझको बसेको हावा खाँदै यता नेपाली हल्ला गरिरहने यस्तै हो नि नेपालीहरू जहाँ गए पनि त्यस्तै हो अब हामी चाहिँ तलतिरपट्टि जाऊँ ट्यागको फोटोसुट खिचौँ फोटोसुट अनि त्यसपछि गइन्छ अनि सही छ तर मौसम यहाँदेखि भ्यू पनि अति बबल भिडियोमा त्यति राम्रो नआउनु सक्छ तर रियलमा आएर चाहिँ हेर्नुको लागि वर्थ इट जस्तो है अति दामी 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 जक्की जक्की क्वालिटीमा सबैजनाहरू जक्की जक्की दामी दामी क्वालिटीमा यहाँ पनि छ है ल हजुरहरूको लागि म चढेर देखाएर हो यो चाहिँ हो ट्यामोर सहर हेर्छ लाग्छ रहर बवाल ल गाइजहरु भ्यू चाहिँ अति बवाल थियो कि अरे हावा हुरी आइसकेको छ अब चाहिँ हामी घरतिर लाग्न थालिसक्यौँ नत्र हावाले उडाउला जस्तो लागिसक्यो है हजुर ल यहाँ चाहिँ अब हरिफ ठाउँमा हामी आइसकेको छ गुफालाई छेड्दै पहाड चढ्दै यहाँ तीनजना हल्का कालो साँझको बेलामा पुरै आइयो है त यहाँ ट्याक्क लाएर यो मैले देखाउनु मिल्दैन ब्याक क्यामेराबाट मात्र गर्न मिल्छ उ त्यहाँ भान्जीहरू पछाडि भान्जीहरू बाहिर पहाडी तल केही हुँदैन अब झर्न त पर्यो नि जसरी नै यहाँ छौँ हामी यहाँ गुफामा कुन गुफा छिर्ने भन्ने कुरो आवाज सुनेर इको आउँछ ल त्यहाँ कोही मान्छे छ कि नै म नत्र गएँ ल यहाँ चाहिँ झर्न मिल्छ तर आँटी मान्छेहरू यहाँबाट झर्छ नि हजुर ल अब पिओभी रेकर्ड हुँदैछ यहाँ मम्मी पनि अब कहाँ अड्किस्यो म जस्तो सर र यसरी हो क्या यसो माथि गर्ने हो कि खै ड्याडी के ड्याडी यो हाम्रोतिर त उसमा आयो क्या पानीवाला ल आजको लागि यति नै थियो यो चाहिँ लास्ट वान मोर टाइम होइन त अति दामी ल बेस्ट द एन्ड अफ द डे है त अब आजको लागि यति नै थियो इफ यु गाइज न्यू टु द च्यानल यु लाइक सेयर सब्सक्राइब अनि त्यसपछि वेट फर माई नेक्स्ट भिडियो है त ल थ्याङ्क यू गाइज फर वाचिङ सी या